दसैँ त सकियो तर पढ्न चाहिँ अझै स्टार्ट गरेको छैन। हाई एभ्रीवन, वेलकम टु वी व्लग्स एन्ड दिस इज एपिसोड 28 अफ आई व्लग इट अन्टिल आई मेक इट। 13 डेजको लामो बिदापछि आई एम ब्याक टु माई स्टडी रुटिन। खासमा दसैँको लागि यति लामो ग्याप लिन्छु भनेर सोचेको चाहिँ थिएन, तर पहिरोले गर्दा सबै बाटो पनि जाम अनि प्लेन त वाज लिटरली 17,000। त्यही भएर 2-3 दिन एक्स्ट्रा घर बस्नु पर्यो। अनि मलाई घरमा सबैजनाले यही बसेर पढ, काठमाडौँ नजाऊ भनिराख्नु भएको थियो क्या। तर अब मेरो बानी बिग्रेको भन्ने कि के भन्ने है, मलाई चाहिँ पढ्नलाई चाहिँ स्टडी रुम नै चाहिने भइसक्यो क्या। घरमा जतिसुकै आइसोलेट भएर पढ्छु भने पनि केही न केही परि नै हाल्छ। अनि म स्टडी रुम जान थालेको पनि टन्नै भयो नि त, सो मैले त्यो डिफरेन्स पनि फिल गरेको छु क्या। सबैजनाले पढेको देख्दा एकदम पढ्न मन लाग्छ अनि शान्त इन्भाइरोमेन्टले गर्दाखेरि फोकस पनि राम्रो हुन्छ। सो तपाईँहरूको केही इक्जामहरू छ या त्यस्तो केही प्रिपेयर गर्नुपर्ने छ भने चाहिँ म चाहिँ 100% स्टडी रुम नै गएर पढ्नु भन्छु है। र यदि तपाईँहरू शान्तिनगर और त्यसकै वरिपरि बस्नुहुन्छ भने चाहिँ आई हेभ अ ग्रेट रिकमेन्डेसन फर यु गाइज। पिसफुल स्टडी रुमले रिसेन्टली नै शान्तिनगर गेटबाट 1 मिनटको डिस्टेन्समा आफ्नो नयाँ ब्लग खोलेको छ अनि न्यू ओपनिङमा प्री बुकिङ डिस्काउन्ट्सहरू पनि चलिरहेको छ। कम्फर्टेबल चेयर्स, लकर्स अनि खाना र खाजाको पनि व्यवस्था हुने भएको भएर इट कुड बी अ रियली गुड अप्सन फर यु गाइज। र डिस्काउन्ट अफर मिस गर्नु मन छैन भने चाहिँ उहाँहरूको इन्स्टा, टिकटक और गुगलमा दिएको नम्बरमा कन्ट्याक्ट गर्नु है त। सो कमिङ ब्याक टु द ब्लग, यत्रो धेरै दिनको ग्याप भएर होला म त पढेको कुराहरू कति धेरै बिर्सिसकेको रहेछु क्या। अनि अब इक्जाम आउनु पनि 51 डेज मात्रै बाँकी छ। लेट्स होप वी मेक द बेस्ट आउट अफ इट। सो द्याट्स इट फर टुडे गाइज, सी यु इन नेक्स्ट one and